तपाईको बिजनेस अनलाइन छ भने आइम श्योर तपाई WhatsApp, Instagram र Facebook युज गर्नु नै हुन्छ। तपाईको मेजर दिन चाहिँ त्यहाँको मेसेज हेर्दा हेर्दै बित्छ होला है। राम्ररी त्यो सबै मेसेजको फलोअप गर्न पाए त दिन बितेको पनि तनाव भएन। तर फेरि मेसेज मिस हुने, रिप्लाई लेट जाने या दुई जनाले चलाउनु हुन्छ भने एउटा टिमले चाहिँ Instagramमा कुरा गरिरहेको हुन्छ, अर्कोले चाहिँ WhatsAppमा। तर कसलाई के प्रमिस गरियो थाहा पनि हुँदैन अनि इन्टरनल भिजिबिलिटी पनि हुँदैन। अनि फेरि डबल मेसेज गएर कन्फ्युजन भएर ट्रस्ट नै लुज हुन्छ, कस्टमर कन्भर्ट पनि हुँदैन। यस्तै केही इश्यूज फेस गरिराख्नु भएको छ होला धेरै जनाले आफ्नो अनलाइन बिजनेसमा। व्हाट इफ आई टेल यू कि केही नयाँ आउँदैछ टु फिक्स बिजनेसहरुको यो ठूलो समस्या दिस न्यू इयर? वुड यु बी इन्ट्रेस्टेड? वेल, सोलुसनको नाम हो संवाद.io, जुन एउटा कन्भर्सेसन फर्स्ट कस्टमर अपरेसन प्लेटफर्म हो जसले नेपालको बिजनेस ह्यान्डलिङलाई ट्र्याकेबल बनाउँछ र माथि भनिएको सबै प्रब्लम्सको वन स्टप सोलुसन दिन्छ। यसको तीनटा मेन पिलरहरू छन्, जुन हो फर्स्ट युनिफाइड इनबक्स, भन्नाले WhatsApp, Instagram DM, Facebook मेसेन्जर र टिकटकको मेसेज सबै एउटै सिंगल स्क्रिनमा। सेकेन्ड हो नो एप स्विचिङ, अब मेसेज चेक गर्नलाई मोबाइलको 10 वटा एप खोलिराख्नु परेन, एउटै ठाउँमा सबै आउने भइहाल्यो। अनि थर्ड इज AI एजेन्ट। संवादमा एउटा AI एजेन्ट पनि छ जसले तपाईको सट्टा रिप्लाई पनि गरिरहेको हुन्छ र अर्डर्सहरू पनि लिन सक्छ। भिजुअलाइज गर्नुस्, हरेक च्याटलाई तपाईले ट्र्याकेबल टिकटमा कन्भर्ट गर्न सक्नुहुन्छ अनि च्याटबाटै टिकट क्रिएट गर्ने, प्रायोरिटी सेट गर्ने र टिम मेम्बरलाई असाइन गर्ने फिचरले कामलाई एक्सनेबल बनाउँछ। संवाद एउटा च्याट मात्र नभइकिन तपाईको कम्प्लिट अपरेसन हेर्ने साथी जस्तै हो। यसमा प्रोडक्ट क्याटलग पनि राख्न मिल्छ, सो च्याट गर्दैखेरि प्रोडक्ट कार्ड शेयर गर्ने, अर्डर क्रिएट गर्ने र पेमेन्ट लिङ्कहरू पठाउने काम सजिलै संवादबाट हुन सक्छ। अनि ठूलो कम्पनीजहरूको लागि चाहिँ यो आफ्नै सर्भरमा पनि होस्ट गर्न मिलिहाल्छ। यो प्लेटफर्म मेड इन नेपाल हो विथ ग्लोबल भिजन र बिल्ड गरिएको छ मामा भान्जा किरण न्यौपाने र प्रशान्त फुयालको कम्बोले, एन्ड दे हैव अ ड्रीम टु लन्च दिस इन्टरनेशनली एज वेल। संवाद.io अफिसियली भने 1 जनवरी 2026 मा लन्च हुँदैछ र तपाई पनि आफ्नो बिजनेसको कन्भर्जन केयसलाई सिस्टममा बदलिन चाहनुहुन्छ भने ढिला नगरी संवाद.io भिजिट गर्नुस् र आफ्नो लागि एउटा फ्री डेमो बुक गर्नुस् एन्ड देन डिसाइड फर योरसेल्फ।